बिहान बिहान यत्रो पैसा बोकेर कता गयो त म के यो गर्लफ्रेन्डको लागि हो र सो अलराइट एभ्रीवान मेरो नाम चाहिँ दीप सने र तपाईलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। आजको बिहानीको सुरुवात चाहिँ बिहान बिहान उठ्ने बित्तिकै पैसाबाट सुरु भएको छ। तर म बाहिर निस्किँदाखेरि चाहिँ मौसम एकदम सफा र सुन्दर थियो, त्यसैले म चाहिँ छिटो लागेर कलेज पनि चल्दिएँ। हाम्रो भतिजा आज बिरामी भएको भएर आउन सकेको थिएन, त्यसैले म चाहिँ छिटो एक्लै भए पनि गएर बस स्टपमा गएर बसेँ। आखिरमा बस आएपछि कलेज पनि पुगेँ। कलेज पुगेर क्लासमा पुग्दाखेरि त कोही पनि आएको रहेछ, त्यसपछि बाहिर भित्र गरेर बसिराखेँ एक्लै टोलाए। एकैछिन त सोचेको थिएँ कि आज त कोही पनि आएन, न भतिजा आयो न आफूसँग बस्ने साथी आयो भनेर, पछि त एकछिनमा त आइदिइरहेको रहेछ। साथी आए पनि आज हामीहरूको फर्स्ट पिरियड नेपालीको सर आउनु भएको थिएन, त्यसैले हामीहरू चाहिँ गीत सुन्दै सुतेर बसिरहेको थियौँ। त्यतिमै हामीहरूको अरू क्लास सुरु भयो। त्यसपछि हामीहरू सकेर बाहिर निस्कियौँ। बाहिर निस्केर पानी खाएर भित्र गएको मात्र थियौँ। इकोनोमिक सब्जेक्ट सुरु भइसकेको रहेछ, त्यसपछि त्यो पनि पढेर हामीहरू सिधै खाजा खानातर्फ गयौँ। आज पनि हामीले फेरि चटपटे खान लागेको थियौँ। त्यति बेरसम्म चाहिँ साथी फेरि कुकुरसँग खेल्न आयो। कुकुरले त बिचरा भावै दिएन, त्यही पनि साथी केही छैन आऊ भनेर आएर चटपटे खान लाग्यौँ। यहाँको चटपटे चाहिँ यतिसम्म मिठो हुन्छ कि तपाईँलाई मैले मुखले भनेर नि भन्न सक्दिनँ, किनभने अहिले मैले यस्तो भिडियो एडिट गर्ने बेला पनि मुखबाट चाहिँ पानी आइरहेको थियो। कम्प्युटर क्लास जानलाई ढिलो हुन्छ भने चाहिँ हामीले छिटो खाएर पेमेन्ट गरेर क्लासतिर चल्दियौँ। क्लास पुग्ने बित्तिकै चाहिँ कपी निकालेर साथीभाइ बाटोमा रमाइलो गर्दै कम्प्युटर क्लासतिर चल्दियौँ। क्लासमा पुगेर सरले पढाउनु भएको राम्रोसँग पढेर बुझेर हामीहरू सिधै बाहिर निस्क्यौँ। बाहिर निस्केर सिधै अर्को क्लासमा गयौँ भन्न पाए त हुन्थ्यो नि, किनभने हाम्रो साथी चाहिँ उफ्रे गरेको भएर लडेर खुट्टा मर्कायो। त्यसपछि उसलाई लगेर उपचार गराएर लिएर आएर अनि बल्ल क्लासमा राखिदियौँ। क्लासमा आएर 3 पिरियड पढेर छुट्टी भएर हामीहरू चाहिँ गयौँ मेरो पैसा खर्च गर्नको लागि। सुरुमा चाहिँ पैसा कहाँबाट खर्च गर्न सुरु गर्यो भने गएर पहिला सुरुमा कपाल काट्यो, त्यसपछि सिधै अगाडि गएर मङ्की स्टोरबाट टेम्परेरी ट्याटु पनि हानियो। त्यहाँको सर्भिस चाहिँ एकदम दामी छ, किनभने मलाई चाहिँ एकदमै खुसी लाग्यो त्यहाँको सर्भिस देखेर। तपाईँहरू पनि जानु होला र त्यहाँ गएर पर्मानेन्ट चाहिँ छैन, त्यही पनि टेम्परेरी चाहिँ ट्याटु हान्नु होला। सबै काम सकिसकेपछि साथी र म चाहिँ चिसोलाई चट्ट चेस गर्दै आफ्नो घरतिर पनि लाग्यौँ। जाँदा जाँदै बाटोमा चाहिँ मेरो ब्याङ्कमा जानुपर्ने काम भएर बाबासँग कार्ड लिएर सिधै ब्याङ्कमा पुगेर पैसा निकाली अनि सिधै घर गएर मम्मीलाई पैसा पनि दिएँ। अनि मैले बिहान पैसा लगेको कारण चाहिँ त्यही कपाल काट्नलाई र टेम्परेरी ट्याटु हान्नको लागि, अन्यथा नसोच्दिनु होला। अनि मेरो गर्लफ्रेन्ड पनि छैन। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। छिट्टै भेट्नु छु म नयाँ मिनी ब्लगको साथमा, त्यतिको लागि टाटा बाई बाई।